हेलो गाइज, म आज आइसकेको छु यहाँ। आज हाम्रो डडेलधुरामा चाहिँ यहाँ फिल्टर चाहिँ यत्रो महँगो भएको रहेछ। त्यो चाहिँ यो साथीहरू कस्तो छ कस्तो छ भनेको छ। हाम्रो चाहिँ हाम्रो अमरगढ नगरपालिकामा चाहिँ भनेको छ फिल्टर चाहिँ यत्रो पुरा चाहिँ रङ्गशाला बन्ने भन्ने हल्ला चलेको थियो। अब जे हुन्छ त्यसपछि म बनाउने नै छु नयाँ भिडियो। यो चाहिँ गाइज बिहान बिहान उठेर मर्निङ वाक आउँदा पनि हुन्छ, तर आज चाहिँ हामी चाहिँ दिउँसोको वाक भन्ने धारणाका साथ आएका छौँ। बाहिरमा आएका छौँ। फिल्टर चाहिँ बबाल छ, बबाल फिल्टर छ गाइज। भ्यू पनि दामी छ फोटा क्लिपको लागि। हामी चाहिँ यो हेर्नको लागि फिल्टर हेर्नको लागि घरबाट हामी 15-20 मिनटको बाटो हिँडेर आएका छौँ। हामी आज चाहिँ छुट्टी भएको हुना भन्दा पनि आज घरमा पूजा छ, त्यही भएर घरै बसेको हुनाले आज चाहिँ यसो फिल्डतिर गइदिउँ न भनेर आएको। विनोद भाइ त्यहाँ छ गाइस। यसको तलतिर चाहिँ पुरै हरियाली वन जङ्गल भन्दा पनि सल्लाहहरू गरेर धेरै तल नजाऊ। यो चाहिँ धेरै नै सल्लाहको बारी भएको ठाउँमा बिच अरू वन जङ्गल पारी वन जङ्गल बिचमा यो चाहिँ बनेको छ। साथीहरू हेर्दा पनि रहस्यमय भएका हुनाले यता चाहिँ खिलसिल हुने भन्ने छ। गाइस भिडियो चाहिँ कस्तो लाग्यो, मन परे एक लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला साथीहरू।